नाबालिका खाने अभी भर्खर बिहे गरेर चाहिँ भागे किचकन्डी जस्तो मासला घुमा बाइक मासला भाग किचकन्डी जस्तो चाहिँ त्यो रणनदीको बाल भाग्यो भाग्यो किचकन्डी जस्तो तिहार मासला पुरै टाउको हल्लाउँदै। स्वागत छ तपाईँहरूलाई मेरो फेरि एउटा नयाँ भिडियोमा फेरि आइसकेको छु म आफ्नो एउटा नयाँ र मिठो भ्लग लिएर। अनि आज चाहिँ म धेरै पछि भ्लग बनाउन आएको छु किनकि यस्तै प्रब्लम भइरहन्छ अनि एकदमै अहिले चाहिँ मलाई रुगा लागेको छ। धेरै पछि म चाहिँ आज मेरो अर्को बाइक निकाल्न आँटिराखेको छु, तपाईँहरूलाई देखाउँछु है त। टाइम पछि चाहिँ मैले यो एनएस निकालेको छु। राख्दा राख्दा तपाईँको पुरै जङ लागिसकेको छ यसमा। अनि यसको पछाडिको टायरमा हावा पनि छैन। अब यसलाई देखाउन पनि जान आँटिराखेको छौँ के भएको रहेछ। तपाईँहरू भिडियोमा बनिराखिदिनु होला। यदि हाम्रो च्यानलमा नयाँ हुन्छ नि सब्सक्राइब गरिदिनु होला, देखिराखेको घन्टामा पनि दबाइदिनु होला है त। पाल भएको रहेछ टायरमा, यसको यो टायरको पालहरू बनाउँदैछौँ। यहाँ चाहिँ ह्यान्डसम भाइ हाम्रो भाइ यसको साउन्डहरू के कस्तो भए अहिले बिग्रेको छ कि छैन त्यो देखाउन गइराखेको छु म तपाईँलाई। अलिक बाइक यता तल राम्रोसँग देखा मेरो भाइ तलाएर। अब यसको साउन्ड चाहिँ गरौँ सुरुमा चाहिँ कस्तो हुन्छ सुन्नु है त तपाईँहरू। ओ माई गॉड म्यान धक्का छ यार फक। र तपाईँको 2 दिन भयो यसलाई बाइक सिकाएको। अब यसले 2 दिनमा चाहिँ के कति प्रगति गरेको छ तपाईँहरू हेर्न सक्नुहुन्छ। ठ्याक्क 2 दिन भयो यसले बाइक कुदाउन थालेको चाहिँ हेर्न सक्नुहुन्छ। अब बाइक लिएर हिँड्न थाल्छ कि केटाले। पहिला तपाईँको साइकल पनि चढाएको होइन यसले, सिधै तपाईँको बाइकबाट स्टार्ट गरेको। ठ्याक्क तपाईँको 2 दिन भयो यसले बाइक कुदाउन थालेको चाहिँ। रन्कने भइसक्यो केटा रन्कने बाबा बा तेरिका। बिस्तारै 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 बाबा बाबा। तपाईँहरू हेर्न सक्नुहुन्छ जुगाडु आइडिया। अब यहाँबाट साउन्ड आइरहेको छ, इरिटेट लागिसक्यो मलाई साउन्ड सुनेर चाहिँ। अब यसलाई चाहिँ यहाँ के गर्नु त भन्दाखेरि यसरी पेपर जुन चाहिँ बाटोमा भेटिन्छ पेपर यसरी खाँदिने हो। ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। रिभ्यू देखेको काठमाडौँ तँ देख्छ होइन तल चाहिँ डगी हानिदिरहेको थियो त्यो केटीले चाहिँ पुरै डगी तपाईँको डगी हानिदिरहेको थियो क्या त्यो बसिरहेको थियो पोजमा। त्यहाँ अगाडि केटी छ, केटा पनि रहेछ फर्किन फेरि केटा फेरि त्यहाँ सिन बिग्रिन्छ। त्यहाँ भाइको गर्लफ्रेन्ड दिदीहरू के होला फेरि त्यस्तो बेला चाहिँ तपाईँको फुल्ली सिन बिग्रिन्छ। नाबालिका खाने अभी भर्खर बिहे गरेर चाहिँ भागे किचकन्डी जस्तो मासला घुमा बाइक मासला भाग किचकन्डी जस्तो चाहिँ त्यो रणनदीको बाल भाग्यो भाग्यो किचकन्डी जस्तो तिहार मासला पुरै टाउको हल्लाउँदै भाग्यो। देखि नै तैँले त्यसलाई त्यो कालो लुगा लाउनलाई त मासला किचकन्डी जस्तै तिहार। हामीले बाटोमा हामीले आफ्नो मित्र भेटा थियौँ अनि मित्रको आज बर्थडे रहेछ। अनि हामी आउँदा आउँदै बाटोमा भेट्यौँ र मित्रले हामीलाई पार्टी ट्रिट दिन लाँदै हुनुहुन्छ। थ्याङ्क्स, लभ यु। अब जम्मै त कहाँनिर हो चट्ट लाएर हेर्नु त भाग्य जुडेको आज। आहा सो गाइस अघि हामी चाहिँ त्यहाँनिर खाजा खायौँ तर गर्मी त्यहाँ चाहिँ पङ्कै चलेन र हामी चाहिँ अब अर्को डेस्टिनेसनतिर गइराखेको छौँ। केटाहरूले पार्टी दिइराखेको छन्, हामी चाहिँ घुमेकै छौँ। अरू यहाँनिर बसिराखेको छन्, हामी चाहिँ यता आइसकेको छौँ। अरू नारी चाहिँ उता फोटो खिचिराखेको छन्। टक्क लाएर हेर्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ एकदम बवाल देख्छ। यहाँ तल चाहिँ ठ्यो भ्यू चाहिँ मिठो छ। त्यहाँनिर अब दनादन